ल यो शिव मन्दिर है आज एकादशी है। शिव मन्दिरमा आएर फेरि पूजा गर्ने हो आज। शिव मन्दिर हो, शिव मन्दिर हो आज पूजा गर्न आएको शिवनारायण मन्दिरमा। शङ्कर होस् शिव शिव नारायण विष्णु भगवान्। शिव मन्दिर है यो है, यो गोर्खा बेसी शिव मन्दिर हो है। यो पार्वती, यो शिवलिङ्ग हेर्नु। यो सपनामा आएर फेरि 5 साल ल्याएर यहाँको मान्छेहरूले 5 साल लाएर फेरि ल्याएर राख्नु भएको अरे है। यो हेर्नु, यो सपनामा आएको, यो खोलाको तिरमा थियो, 5 साल लाएर निकालेर फेरि यहाँ ल्याएर राख्नु भएको रहेछ यसरी। ल हेर्नुहोस् यो शिवशङ्कर भगवान् 108 शिवलिङ्ग। ल हेर्नुहोस् यो 108 शिवलिङ्ग है। यो शिव मन्दिर हो। ल हेर्नुहोस् 108 शिवलिङ्ग छ। ल हेर्नु, यसरी घुम्दै ढौँदै ढौँदै फेरि उता इन्छौ इन्छ, त्यहाँ पूजा गर्नुपर्छ यसलाई है। यो शिवलिङ्ग हो। ल हेर्नुहोस् 108 शिवलिङ्ग छ है यो। हेर्नुहोस् गाइस, घुइँचो छ, बेसरी रमाइलो छ। हेर्नुहोस् यो मन्दिर छ भित्र, यसरी पूजा गर्छ भित्र मन्दिर हो। यो छ मन्दिरमा पूजा गर्ने हो। बाजे बस्नु भएको छ त्यहाँ, कालचिरमा जोगी बाजे, उहाँले टिका लगाइदिनुहुन्छ। फेरि हामी आउँछ फेरि यहाँ है। यसरी छ नानीहरू सबै पूजा गर्न आउनुभएको भक्तजनहरू हुनुहुन्छ। आज खाली पेट खाएर पूजा गरेर बेलपत्र चढाएर फेरि रमाइलो हुन्छ है गाइस है। यो दरौदी खोला हो बगेको। यता मर्स्याङ्दी बगेको हो, उता देखिन्न फेरि है।